त्यस्तै हुन्छ क्या मैले यिनीहरूसँग डिस्कस गरेको यिनीहरूले पनि फ्लाइटमै जान्छ राति के अरे राति टाइम होइन 12 गएर 3 घन्टा त्यति पहुँच्छ अब त पुरै वर्ष हो क्या भोलि प्लेन नगयो भने 3 बजीसम्म पाइन्छ होला त्यो ट्रेन चाहिँ फेरि बिहान मात्रै रहेछ 7 बजी 200को प्याक त छ 200 को 8 बजेको भयो भने भयो तब प्लेनमा जानु पर्यो किन भन्दा अहिले एकदम 1 बाई खोजिरहेको थियो अहिले काठमाडौँ गएको गाडी मात्रै गइरहेको आउनु दिएको छैन हिजो आउनु दिएको थियो त्यस्तो भइरहेको कि बाटो किन भन्दा तपाईँलाई थाहा भयो भने आएर कुरो पाउँदैन मेरो रिटर्न पनि तपाईँहरू 14 जना हुन्छ भने हाइडियोमा तपाईँले हेर्ने बाटो हेर्ने यस्तो हो नि म चाहिँ बाइकमा आइदिन्छु योगीहरू पनि बाइकमा आउँछ कुखुरा त कि मनिष प्रले चाहिँ अरू दोहोरो गरेर एकजना पुऱ्याउने फेरि मैले त्यस्तै सोचिरहेको थिएँ त्यो गर्नु कि भनेर 7 ट्रिप गर्यो 7 6 ट्रिप गर्यो 6-7 ट्रिप गर्नुपर्छ नि जस्तो लागेको छ पुरा हुन्छ नि बाइकमा गयो भने पहिला 5 मान्छे चिन्दैन सिङ्गल जानु ठिक छ बाइकमा डबल गयो भने डबल त काम छैन बाइक पनि डेन्जरै हुन्छ भोलि गएर पानी पर्ने भन्ने छ क्या सर भोलि भोलि बेलुका गएर पानी पर्ने भन्ने छ अनि बाटो त ठ्याप्पै बन्दै भयो यो 1 वे खोलेको पाहाड छ नि भर्खर नयाँ पहिरो आएको छ कति